नमस्ते साथीहरू र आज फेरि है धेरै टाढोबाट दुईजना एकदम डोडोको फ्यानहरू आउनुभएछ है। उहाँहरू चाहिँ एकदमै टाढोबाट हुनुहुन्छ है। रिम्बिक लोधोमा भन्ने जग्गाबाट है। अस्तिदेखि मलाई कल गर्नुहुँदै थियो अनि चाहिँ उहाँहरू आउनुभएको है। त्यत्रो टाढोबाट जोरथाङदेखि मल्लीदेखि कहाँ भएर चाहिँ उहाँहरू चाहिँ गाडी लिएर आउनुभएको रहेछ। यहाँनिर चाहिँ डोडोको फ्यान रिम्बिकबाट आउनुहुने बहिनीले चाहिँ डोडोको लागि चाहिँ के ल्याइदिनु भएछ, पेडिग्री ल्याइदिनु भएछ हो। अन्त म्याउचीलाई पनि ल्याइदिनु भएछ पर्पेट। आमामामा थ्याङ्क यू सो मच तपाईँलाई। हामीलाई पनि ल्याइदिनु भएछ मिठाई हो। यो चाहिँ डोडोको आमालाई अरे हौ, डोडोको आमालाई अरे है। यहाँ चाहिँ उहाँ चाहिँ हामी डोडोको फ्यान के भन्छ रिम्बिकबाट यस्तो दुःख गरेर आउनु भएको है। अनि उहाँ पनि यति टाढोबाट दुःख गरेर आउनुभयो है। थ्याङ्क यू डोडो। फेरि यहाँ डोडो यी तिमीलाई ल्याइदिएको अरे यो ल यो खुसी हुँदैछ। तपाईँको फेसबुक के पो छ? फेसबुक त शुक्र बमजन लेप्चा। उहाँलाई पनि फलो गर्नु होला। उहाँ पनि पेट्स लभर हो। मेरो पेजमा जो पनि आउनुहुन्छ नि उहाँहरू सबैजना नि पेट्स लभर छ होइन। अनि उहाँ पनि एकदम पेट्स लभर। त्यत्रो टाढोबाट चाहिँ आउनुभएछ डोडोलाई भेट्नुको लागि है। मौका पाएर नि हौ है, अस्तिदेखिको आउँ भनेको। र उहाँहरू चाहिँ धेरै खुसी हुनुभयो है। डोडोसँग फोटोहरू खिच्नुभयो। अन्त उहाँहरू कमसेकम 12 बज्नु आधा आइपुग्नु भएको थियो है। अनि लन्चहरू बनाइदिए, लन्चहरू खानु भएर चाहिँ अन्त उहाँहरू एकछिन उहाँहरूको पनि भिडियोहरू बनाउनु भयो। त्यहाँको बारी खेतीहरू पनि पुरा मन पऱ्यो कि फुलहरू पनि मन पऱ्यो भन्नुहुँदै थियो है। अन्त निकै बेर बस्नुभयो कि अब त्यही हो दुःख सुखको गफहरू गरिकन यसो फोटोसुटहरू पनि गरिदिए है। अन्त त्यहाँदेखिको डोडो पनि अब भने नि घरमा कोही आएको छ भने त डोडो त खुसी भइहाल्छ है। अनि उहाँहरू एकदम खुसी भएर चाहिँ त्यहाँदेखि चाहिँ जाने पेला पनि भइसकेको थियो। अनि डोडो पनि कमीको कहाँ छ, घरमा आउने उसलाई भेट्नु आउने भनेर चिन्छ कि क्या हो है। सलक्कै भइहाल्छ है। उहाँहरूसँग मजाले बसेर फोटोहरू खिच्यो, धेरै अब रमाइलो गऱ्यो है। तर आज चाहिँ उसको पापा चाहिँ सिक्किम जानुभएको थियो, उसको पापा र दाजु चाहिँ। त्यही भएर चाहिँ उसको आँखा चाहिँ प्राय चाहिँ बाटो पनि नै थियो है। अनि चाहिँ मैले डोडो को आयो हेर त भनेर भनिदिएको थिएँ कि। त्यसपछि मैले तिम्रो आपा आयो त भन्दाखेरि चाहिँ ऊ चाहिँ खुर्र कुदेर हेर्नु गयो नि त। किनभने आज चाहिँ उसको पापा चाहिँ सिक्किम जानुभएको थियो, उसको पापा र दाजु चाहिँ। अनि चाहिँ बाटो हेर्नु गयो है। बहिनीहरू पनि छक्कै पर्नुभयो है। अनि त्यहाँदेखि धेरै बेर गफ गऱ्यौँ। जो बहिनी ऊ चस्मा लगाउने बहिनी बमजन बहिनी चाहिँ एकदम फ्र्याङ्क हुनुहुँदो रहेछ है। अन्त मजाले गफसफ गरेर चाहिँ त्यहाँदेखि उहाँहरूको जाने बेला पनि भइसकेको थियो। र ल अब तपाईँलाई भेटिहालेँ, डोडोलाई पनि भेटेँ, पुन्टेलाई पनि भेटेँ। धेरै खुसी लाग्यो। अब फेरि कुनै दिन म रकमा आउँदाखेरि फेरि म तपाईँ भएकोमा निस्किन्छ है दिदी। एकदम तपाईँलाई वेलकम है। यत्रो टाढोबाट आउनुभयो यसको लागि चाहिँ अब खुसी चाहिँ कहाँबाट अब व्यक्त गर्नु है। रोजिला दिदीकोमा आएर काजुली पनि फेरेको छ है। लुगा सुगा पनि फेरेर परे कस्तो फ्र्याङ्क खालको हुनुहुँदो रहेछ हो। खुसी लाग्यो बहिनी पनि। हुन्छ अब जाने बेला भएको बहिनीहरू। ल म आउँछु ल, फेरि आउँछु ल ल ल हुन्छ भन्यो। नाचिराख्नु भएको रहेछ दिदीले। पुन्टे फेरि पुरा घुम्छ अरे नि त नि। ऊ जस्तो ज्ञानी छैन रहेछ नि त नि म नि। लु ल बाई बाई गरिदियो डोडो। दिदी हुन्छ सब्जी खै अहिले केही छैन, नभए पठाइदिन्थ्यो नि। अँ नि है। हुन्छ एकदम मलाई झन् मेरो पनि खुसी लाग्यो अस्तिदेखि भन्नुभएको मलाई पनि त कहिले आउनुहुन्छ जस्तो लाग्दै थियो।
हुन्छ हुन्छ जानुभयो डोडो डोडो हेर जानुभयो आन्टीहरू बाई गरिदेऊ बाई गरिदेऊ आइज भित्र जाउँ आइज आइज छिटो आइज डोडो जानुभयो आइज न हौ